We're about to go to camping. Pedra Porca. Watch out, guys. हामी चाहिँ आज क्याम्पिङ जाम भने हो केटाहरूले धेरै ल्याएकै सामान यसको गाडी बिग्रेर क्या धोइदिनु पनि छैन है धोइदिएको मात्रै भने हुन्थ्यो के हो यो मतलब चिर्किरह्यो ठाउँमै छैन अब हामी चाहिँ जान्छौँ मजा गरेर बस्छौँ जाँदा यो चलाउनु हुन्छ मनिषलाई कसलाई भन न ल टाइम लाग्यो अब अझै घुम्नु बाँकी नै छ शीतल रहेछ स्लिपिङ ब्याग ल्याउनै बिर्छ सर के बिर्छ भनेर अब कस्तो टचेर बस्छु ओड्ने कुरा छ कि छैन तिम्रो गाडी भयो ओड्ने कुरा हुन्थ्यो है घरको सोफामा झार्यो कि पर्स भनेको पर्स यहाँ बोकेको थिएँ छैन पर्स छैन अहिले कि त त्यहाँ गाडीमा खोज्नु लाग्यो केटाहरूको पर्स हरायो मेरो नि यार झन्डै मेरो नि पर्स बिर्स्यो होला भने यहाँ राखेर छ मेरो पर्स म्याट्रेस देख्छु यो देख्छु अनि एउटा आज मैले काम बिगारेँ अब सन्देश म है क्या भन्ने डर लागिसक्यो मलाई त भन्न गऱ्यो भने छ यसपालिको सन्देश हाम्रो सपिङ भयो है स्लिपिङ ब्याग बिर्सेछ केटाले अब चाहिँ क्याम्पिङ साइट खोज्ने है उता तलको अलिक ढिलाएर हुने हो कि हामी अलिक छिटाएको चाहिँ राम्रो स्पट पाउँथ्यो राम्रो थियो पनि राम्रो छ मैले यो है यो लगाएपछि त थाहा हुन्छ क्या यो अलिअलि झ्याउ गर्ने होला तर यहाँ राखेको एउटा त्यहाँ एउटा चाहिँ यता हरियो कम रहेछ यहाँ होइन उ त्यो राखिदियो त उस भइहाल्छ नि त ठिक छ मेरो लागि नट ब्याड उता पनि जाम त राम्रो छ तर त्यहाँ चाहिँ यसको छेउ पर्दैन होइन खास त्यहाँ तलबाट गइहाल्छ नि ल यहीँ खुल्ला हो नजिक पनि हो यहाँ त्यहाँ चाहिँ अलि उस छ क्या द्वन्द्ववास ड्रागन त ठुलो अट्यो भने चाहिँ ड्रागन मिल्दैन त अर्को त योभन्दा नि ठुलो छ त्यो त त्यही तलै मात्रै हो त्यो अलिकति पर राख्ने बुझ्नु पर्यो होइन सबिन चाहिँ टाँसेर सुत्नु पर्ने भयो सिङ्गल तिहान देऊ है ठिकै छ नि त डबल सुत्नु पर्यो नि सुत्नु पर्ला कि भनेर हो त्यो चाहिँ म चाहिँ मान्यता दिन्छु त्यसलाई चाहिँ ए त्यस्तो मान्यता दिन्छौ दिनै पर्छ म यहाँ पछुताइसकेको सिङ्गल वाला माथि राम त ल घुरेको नि तिमीले त्यहाँसम्म सुन्दैन के त यो त्यहाँ मारतिर के छ अब हाम्रो पूजा ल छिटो गरौँ घुरुवा होइन छिटो गरौँ यसलाई कारणमा त फर्स्ट टाइम क्याम्पिङ आएर चम्किरहेको फर्स्ट टाइम 4 चोटि भइसक्यो क्याम्पिङ आएको एकचोटि तिमीहरूसँग गर्थ्यो त बाबीको आफ्टर बाबीको याद छैन होला टोइलेट पेपर लिएर गति छ हग्नलाई हग्न नत्र नेपालमा भएको पानी लिएर जानु पर्यो यहाँ त टोइलेट पेपर लानु पर्दैन बेला त मलाई पहिला मिला भने कुरा गरौँ क्या खाँदै कुरो एउटा सानो चाहिँ यहाँ दुईवटा चाहिँ गुन्डा यो चाहिँ मेरो नयाँ हाइकिङ ब्याग यो चाहिँ अस्प्रे भन्ने कम्पनीको लाइट छ तर यो चाहिँ फुल्ली हाइकिङ ब्याग होइन क्या
यो चाहिँ हाइकिङ प्लस क्याजुअलकै काममा नै लग्न मिल्ने पाराको काममा चाहिँ किन्न मिल्छ जस यहाँ जालीहरू छ मैले चप्पलहरू चाहिँ सब यहीँ अड्काएर लिएर आएँ क्या टोपीहरू सब यहीँ झुन्डाउन मिल्यो भित्र चाहिँ कपडाहरू यो तन्किन्छ यहीँ तन्किन्छ अनि यहाँ पछाडि हेर्नु यो चाहिँ ढाड चाहिँ पसिना बढी नआओस् भनेर के हावा घुस्ने ठाउँ गुड ब्याग सस्तोमै नर्थ फेसहरू महँगो हुन्छ यो चाहिँ डिस्काउन्टमा चलिरहन्छ सो अस्प्रे इफ यु वान्ट टु स्पोन्सर भयो नि त यताको त्यो देखाइदियो लास्ट ल के भयो भने देखाइदियो त यहाँ चाहिँ के रहेछ अलिक ओह्रालो परेको जस्तो लाग्छ मलाई चाहिँ ओह्रालो छ हामीले टाउको चाहिँ उता पार्ने हुन्छ नि ओह्रालो पर्नेलाई चाहिँ टाउको चाहिँ उकालोमा राख्ने यो चाहिँ हाम्रो ल यो चाहिँ छ नि मोस्ट कम्फोर्टेबल म्याट्रेस भनेको यही हो आज सबैले स्लिपिङ ब्यागहरू ल्याउनु बिर्सेछ अनि यो चाहिँ उता अर्को ब्रदरले स्लिपिङ ब्याग लिएर आएको सामानहरू यहाँ साइडमा राख्ने जुत्ताहरू बाहिर राखिदिने त्यति हो अब चाहिँ लोकेसन चाहिँ हामी चाहिँ मिरादौर देवपेरा फर्काउने ठाउँ यो चाहिँ यहाँको क्याम्पिङ चाहिँ युनिक किन भन्दाखेरि चाहिँ यहाँको क्याम्पिङ चाहिँ पुरा यस्तो जङ्गलकै बिचमा छ क्या अरू ठाउँमा क्याम्पिङ गर्ने चाहिँ त्यो यस्तो पार्किङ स्पेस जस्तो क्याम्पिङ हुन्छ कि गाडी पार्क गर्ने ठाउँमा साइडमा पार्क गर्ने त्यो चाहिँ जङ्गलकै बिचमा छ क्या धेरै यहाँ चाहिँ हल्का सालबाखे वाइल्ड भाइब्स हुन्छ त्यही हो यहाँ चाहिँ हाम्रो एउटा टेन्ट भयो यहाँ चाहिँ अर्को टेन्ट छ यहाँ नि हाम्रो कति 1 मिलियन फलोवर भएको भ्लगर दाइ हो अनि उहाँ चाहिँ हाम्रो फरारी भएको ऱ्यापर दाइ अनि उहाँ चाहिँ हाम्रो लायन दाइ लायन चाहिँ एक्लै सुत्ने क्या ल कम विथ मी यो चाहिँ हाम्रो लायन सुत्ने चाहिँ प्राइभेट टेन्ट हामीहरू चाहिँ तल लायन दाइ चाहिँ अलि माथितिर लायन भन्दिनँ अब दाइले एक्सप्लेन गर्नुहुन्छ किन लायन हो भनेर चाहिँ हजुर किन लायन चाहिँ केटा डराउँछ कि मसित राति सुत्दाखेरि यो क्यामराम्यान चाहिँ एकचोटि के मसँगै सुत्छु भनेर आएको बाहिरबाट सुत्यो होइन के थियो अरे लायनसँग म डराउँदैन म त्यसो भए आज सँगै सुत्ने हो त हाम्रो लायन दाइलाई चाहिँ पुरा खुसबुदार बास्न भएको ल त्यो खोलेर सुँगा त कस्तो हुँदो रहेछ लन्ड्रीदेखि धोएर होइन त्यस्तो होइन ओहो यस्तो मजा फ्रेस आउँछ यार फ्रेस हातले धोएर सही मजा आउँछ त केटाहरूलाई अलिअलि सेक्रिफाइस हानेको मैले होइन के अरे यो मेरो म्याट्रेस पनि डबल म्याट्रेस दियो ब्ल्याङ्केट पनि हो एउटाले ब्ल्याङ्केट नलाएर स्लिपिङ ब्यागै नलाउने क्याम्पिङ आउने रे विदाउट स्लिपिङ ब्यागमा चाहिँ अब जस्तै यो क्रस तालेर आएको छैन सो द्याट इनफ स्पेस के डक्क लाएर तारा हेर्दै सुत्नु मजा आउँछ क्या त्यो टाउकोतिर यो के अरे उतिर तर ओह्रालो परेछ तल ओह्रालो पनि त ल अब चाहिँ फिनिस गरिदिउँ सेटअप ल ओके ल अब निस्किने जाने बाह्र ल फाइनल सेटअप चाहिँ कस्तो भन्दाखेरि चाहिँ यहाँ चाहिँ प्रेजेन्टबाट सुत्ने त्यहाँ चाहिँ मनिष अनि सबिन म चाहिँ त्यहाँ सुत्ने ठुलो दुइटै ठुलो ट्रेन छ क्या लगभग हाम्रो 5जना चाहिँ इनफ पर्छ फ्रेस एन्ड ब्ल्याक यही छ त फ्रेस एन्ड ब्ल्याक लाइक मी कहाँ किने गरे यो डेकाथलोनमा किनेको यसको प्राइस चाहिँ कति हो 150 यसको फङ्सनलिटीहरू देखाइदिनु त ल फङ्सनहरू चाहिँ यसको अब त्यही हो 3 सेकेन्डवाला हो यो त 3 सेकेन्ड पट्टा फाले बन्यो होइन पट्टा खोल्यो बन्यो यसको सबभन्दा राम्रो के छ अरे सबभन्दा राम्रो चाहिँ यसको भेन्टिलेसन हो यसको चाहिँ मजाले हावा छिर्छ क्या बन्द गऱ्यो भने यहाँबाट झ्याल झ्याल अरूहरूमा सबिनकोमा छैन कि सबिनकोमा झ्याल छैन मेरो पनि छैन यो चाहिँ वान अफ द बेस्ट हो अनि यसको चाहिँ होइन सबभन्दा सजिलो चाहिँ यता ठ्याक्दियो यता ठ्याक्दियो अरे यता ठोक्दियो अनि त्यहाँ एउटा मेन त्यहाँ अगाडि ठोक्दैछ हावासावा केहीले पनि उडाउँदैन अनि राम्रोसित कम्फोर्टेबल छ भित्र पनि फेरि बस्दाखेरि माहौलमा बसे जस्तै फिल हुन्छ नि फेरि तिनजना त इनफ पर्छ त्यो के अरे दाँत माझ्ने ब्रस त्यहाँ छ पेस्ट पनि त्यहाँ छ देखाइदियो पर्सनल स्टफ पनि छैन अलिकति देखाउनु फेरि
होइन सट्टा लाएर अनि अब यहाँ त 3 जना इनमा पर्छ है तिनजनामा मजाले अटाउँछ यहाँ एक यहाँ दुई यहाँबाट मजाले हावा आइरहेको छ अहिले पनि यता पनि हावा आइरहेको छ नाइस छ गाइस एकदम मनपर्छ मलाई बाबा तर अलि ओह्रालो पर्यो यसलाई मन है तर मलाई त यही हो मेरो सुत्ने पैसा नै यही हो क्या अनि जुत्ता तिमी किन्नु पर्ने जुत्ताको बारेमा छैन त्यो पनि हामीलाई डेकाथलनबाट किनेको त देखाइदिनु मेरो त सालमन सालमन यो पनि के गरेछ केचुवा गरेछ केचुवा राम्रो छ डरो छ ग्रिप राम्रो छ भोलि चाहिँ हामी कति 9 किलोमिटर सालमनको भोलि चाहिँ 9 किलोमिटर हाइक जाने 9 to 18 किलोमिटर छ 18 किलोमिटर मजाले सकिन्छ खुट्टाको लागि सही एक्सर्साइज भोलि म हेर्छु नि भिडियोमा कति सक्दो रहेछ ए भन्ने मात्रै 9 किलोमिटर हो यिनीहरूको 20 30 किलोमिटर हुन्छ क्या यिनीहरूको त्यही भएर यिनीहरू सजिलै 9 किलोमिटर 10 किलोमिटर भन्दा हुन्छ 9 किलोमिटर जाने 9 किलोमिटर आउने 9 किलोमिटर केही होइन म मेरो बस्ने घरदेखि प्लायासम्म हिँडेर गएको छु म उता त्यो सेलबाती मार त्यसोसम्म तर यिनीहरूको प्लान हो क्या यिनीहरूको नि त्यसको स्माइल हो नि त्यहाँ होइन त मलाई नि च्यालेन्ज के हुन्छ ल 9 किलोमिटर त केही भएन पछि हामी गएको त 7 किलोमिटर छ माथि अब 9 मसान रेडी नि त मनिस अँ मसँग रेडी हो भोक लागिरहेछ मैले डेन्जर खाएको चिकन खोजेको थिएँ चिकन त ल्याएन मैले चिकन यार कस्तो किन नलिएर यार यस्तो खानु मन त चिकनको तिग्रा सही खानु मन छ यार ठिक छ खाँदै जानु बसेर फाल्नु रहेछ बनास खासै गरेर कस्तो त्यो यो कस्तो दामी देखेको है 8 बजीसम्म मात्र भन्नु के स्विमिङ पुल स्विमिङ पुलमा 8 बजीसम्म मात्र भन्दै जान्छ होला सबै रुल्सहरू ब्रेक गर्नु मलाई लाग्छ तल त मान्छे रहेछ कि है ब्याट्री लेभल 100% त्यो आगो बाल्नु छ क्या आगो चाहिँ हामीले लाइटर ल्याउनु बिर्सेछ लाइटरमा चाहिँ होइन सल ल्याउनु बिर्सेछ। के यार के दिनु त लाइटर बिर्सेर तर मैले ल्याएँ है आन्टीले दिएर रहेछ मैले देखाइदिएँ खासै हेर्छु कस्तो रमाइलो टाइम पास अब चाहिँ सिक्यो चाहिँ बाल्ने सिकाइदिन्छ है पहिला चाहिँ सिधै मुनिबाट आगो दौड बनाइदिन्छ आगो चाहिँ तल बाल्ने कोइला चाहिँ अनि माथि गर्ने कोइलालाई तर यो रातो चाहिँ अलिकति मुनि भयो अनि पछि चाहिँ कोइला चाहिँ खप्टाइदियो भने चाहिँ छिटो बोल्छ छिनियोले चाहिँ अलिक बुड बालिदिनु कि अलिक त हुन्छ हो गाइस सबजना यहाँ बिजी छैन आफ्नो कामले उता बारबेक्यू रेडी छ म चाहिँ यहाँ अब टुर दिन जाँदैछु हजुरहरूलाई ठ्याक्क त्यो चाहिँ बारबेक्यू गर्ने ठाउँ अनि ठ्याक्क त्यहाँ चाहिँ बसेर खाना खाने ठाउँ छ त्यहाँ माथि नै अर्को बारबेक्यू छ अनि यहाँ चाहिँ हाम्रो प्लेग्राउन्ड हो प्लेग्राउन्ड अनि त्यहाँ स्विमिङ पुल छ होला यहाँ स्विमिङ पुल छ स्विमिङ पुल चाहिँ अहिले बन्द भइसक्यो राति 8 बजीसम्म मात्रै खुल्ला हुन्छ कि स्विमिङ पुलहरू त्यसैले अहिले बन्द भइसक्यो त्यसरी आज खेल्न पाएन आज हामी ढिलो आइपुगेको थियो टेन्ट सेन्ट हालेर गर्ने बेला जे होस् 8 चाहिँ बजेर सकिसकेको थियो क्या त्यसैले अब भोलि खेल्छ स्विमिङ भोलि हाइकिङ गरेर आएपछि यहाँदेखि यो ठाउँको छैन मेन फेमस कुरा चाहिँ यही भ्यू हो क्या यो चाहिँ पेराफल गर्ने डाँडा क्या यो डब्लु हो कि एमसेपको चटपटे बन्दै हो दाजु कति पिरो छ यो अस्तिको भन्दा पिरो छ कि पिरो हालेर मैले अस्तिको पिरोले त नागदेन चिकन आक्वाई बनाइदिएर क्या नागदेन मात्रै चाकदेन जो चाहिँ भोलिपल्ट हो कि त्यो चाहिँ के हो तिमीले उयो हालेनौ अलिभ ओइल मासु यहाँ छ हालेको हालेन र पान छ यो चाहिँ बुटिफारा यहाँ स्पेनको ससेज अनि यहाँ 3वटा यो सबै तिमीलाई स्टेक हो कि हो ल काँक्रो यहाँ चाहिँ यो चाहिँ पोस्ट्रे आयो ल ओलिभ ओइल
यता गोडा सेको भइसक्यो क्या त्यो सुन तेरो हाल्दै थिएँ मैले अलिकति आम्बो कति आग्यो कहिले भयो हो हाम्रो चाहिँ अब 12 बजीको चाहिँ सिद्धिएको छौँ अब हामी जान्छौँ क्याम्पिङमा खाएन त मजाले सिद्धे धेरै बुझ्यो त्यो हो मैले यसरी टन खाएको त टन्नै भयो त कस्तो मिस हो थियो यार यसरी कस्तो मल धेरै खाएर हो यो त खाएको सबैले धेरै खाएको म सबैले धेरै खाएको गफ गर्दै बम खाएको खै मैले आज लन्च के खाएको होइन के हाल्यो के अरे गाँठ माछा छ नि